हेलो एन्ड नमस्ते गाइस, तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। र हजुरहरुले यदि पछिल्लो भिडियो हेर्नु भएको छैन भने पक्कै पनि यो भिडियोको कति माथि आएको हुन्छ आई बटनलाई क्लिक गरेर भिडियो हेर्न नछुटाउनुहोला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने नयाँ भिडियोहरु हेर्नको लागि बेल आइकनलाई थिच्न नबिर्सनु होला। सो अब ढिला नगरी फेरि पनि टपिकतिर जम्प गरौँ। आज म भने verbs and kinds of verb को बारे केही जानकारी दिन गइरहेको छु, हजुरहरुलाई केही भन्न गइरहेको छु। myself नारायण बस्नेत हैन, मैले पहिलो भिडियोमा नि भनिसकेको थिएँ हजुरहरुलाई, र अंकित बस्नेत पनि भन्न सक्नुहुन्छ हजुरले। सो अब नेक्स्ट पेजमा जाम हैन। यहाँ के छ डेफिनेसन। सरी है त, पहिला मैले हजुरलाई नेपालीमा भन्नु verbs and kinds of verb भनिसकेँ। नेपालीमा के भनिन्छ verbलाई? क्रिया, क्रिया र क्रियाका प्रकारहरू है त। आज हामीले हेर्न लागेको टपिक चाहिँ क्रिया र क्रियाका प्रकारहरू। सर्वप्रथम छ के छ डेफिनेसन। डेफिनेसन परिचय, परिभाषा के हो त क्रियाको भन्दाखेरि a verb is a word which shows that something is being done। के भन्छ भनेपछि verb भनेको के हो रे? एउटा शब्द हो जसले केही कार्य अथवा केही हुँदैछ है, केही कार्य हुँदैछ भनेर जनाउँछ अथवा देखाउँछ रे। के क्रिया भनेको त्यो हो। त्यही भएर क्रियाले के जनाउँछ? नर्मली कुनै पनि अवस्था हैन, कुनै पनि घटना हुँदैछ अथवा के भइरहेछ, के हुँदैछ भन्ने जनाउने शब्दलाई के भन्छ रहेछ? क्रिया भनिन्छ है। फर्दर हेरौँ टाइप्स अफ verb। क्रियाका प्रकारहरू के छन्? जनरली देयर आर 2 टाइप्स अफ verb। सामान्यतया के छन् त्यहाँ? क्रियाका दुईवटा प्रकारहरू छन्। के हो छन् तिनीहरू? दे आर मेन और अर्डिनरी verb। हाम्रो पहिलो नम्बरमा के छ? मेन और अर्डिनरी verb। हजुरको मेन और अर्डिनरी verb भनिसकेपछि मुख्य अथवा साधारण verb। यसलाई अझ हजुरको एक्सन verb पनि भनिन्छ है। क्रिया कर्म गर्ने verb, के कार्य गर्ने verb, त्यसलाई के भनिन्छ? मेन और अर्डिनरी verb। र हाम्रो दोस्रो नम्बरमा रहेको छ एक्जिलरी verb और हेल्पिङ verb। यसलाई सहायक क्रिया भनिन्छ, एक्जिलरी verb और हेल्पिङ verb है। सामान्यतया हाम्रो नर्मली दुईवटा टाइप रहेछन् हैन त, बुझ्नुभयो? र अब फर्दर अझै अगाडि जाँदा के छ टाइप्स अलङ विथ देयर इक्जाम्पल। प्रकारहरू उनीहरूको इक्जाम्पल सहित है। पहिलो हाम्रो के थियो? मेन और अर्डिनरी verb। मेन और अर्डिनरी verb को हजुरहरु के रहेछ इक्जाम्पलहरू? इट, गो, रिड, वाक, विप, गिभ हैन। यस्तो कार्यहरू के यिनीहरू चाहिँ मेन verb होछन्। र एक्जिलरी और हेल्पिङ verbहरू के भयो? बी, क्यान, विल, स्याल, मे हैन, बुझ्नुभयो नि? हजुरले बुझिरहनु भएको छ भन्ने मैले आशा लिएको छु है। ल अझ अगाडि बढौँ। अब यहाँनिर के आयो? अर्डिनरी verb अथवा मेन verb अथवा हजुरहरूको एक्सन verb पनि भन्न सक्नुहुन्छ है। ठिक छ, कार्य गर्ने verb, के कार्य गर्ने क्रिया। यसको परिभाषा के हो त हेरौँ है त। The verb which can itself clear the meaning what exactly the subject is doing without taking anyone's help। त्यस्तो क्रिया जसले कर्ताले के गर्दै छ त भन्ने जानकारी कुनै क्रिया अरु कुनैको सहायता नलिकन स्पष्ट पार्ने शब्द अथवा verbलाई के भनिन्छ? साधारण क्रिया अथवा कार्य गर्ने क्रिया भनिन्छ है। यहाँनिर मैले तपाईहरुलाई थोरै इक्जाम्पल देखाउँछु एउटा, हेरौँ है त। इक्जाम्पल चाहिँ मैले यहाँनिर आई इट राइस हो, आई इट राइस। यहाँनिर आई इट राइस भनिसकेपछि यो सेन्टेन्सले क्लियरली
यसमा क्लियरली हजुरले के बुझ्नुहुन्छ भन्नु त। मैले के गरेको छु, मैले के गर्छु रे, भात खान्छु भने मैले भात खान्छु भने मैले हो भनेपछि हजुरले अघि के इट भनेको हजुरको मेन भाव हो कि नै? यसले कसैको सहायता लियो त? कर्ताले भने सब्जेक्टले के कार्य गरिरहेको छ, के गर्दैछ भन्नको लागि इटले कसैको सहायता लिएन है। त्यसैले यो सेन्टेन्स के भयो, अथवा यो इट यहाँनिर के भयो, अर्डिनरी भर्ब भयो के हो। जस्तै फेरि अब यसलाई मैले मेटेर अझ यहाँनिर मैले आई एम इटिङ राइस, आई एम इटिङ राइस। यहाँनिर बल्ल हजुरको के भएको छ, के भयो, मैले भात खाँदैछु, आई एम इटिङ राइस भयो नि। याम यहाँनिर के हो हजुरको हेल्पिङ भर्ब हो कि यहाँनिर सहायक क्रिया भयो यहाँनिर। भनेपछि दुईवटा इक्जाम्पल हेरिसकेपछि हजुरले के बुझ्नुभयो, कुनै पनि क्रियालाई अथवा क्रियाले कसैको सहायता नलिकन वाक्यमा के कार्य भइरहेको छ भनेर आफै क्लियरली बुझाउन सक्छ भनेपछि त्यो अर्डिनरी भर्ब हो। र अब फर्दर अगाडि बढौँ। टाइप्स अफ मेन भर्ब अथवा अर्डिनरी भर्ब कतिवटा टाइप छन् स्क्रिनमा देख्न सक्नुहुन्छ। दुईवटा छन्, ट्रान्जेटिभ भर्ब र इन्ट्रान्जेटिभ भर्ब। ट्रान्जेटिभ भर्बलाई नेपालीमा के भनिन्छ, सकर्मक क्रिया। और ट्रान्जेटिभ भर्ब इज द भर्ब द्याट टेक्स द एक्सन इन द सेन्टेन्स भन्छ। वाक्यमा यदि क्रियाले कर्म लिन्छ भनेपछि त्यसलाई सकर्मक क्रिया भनिन्छ है। यदि वाक्यमा क्रियाले कर्म लिन्छ भनेपछि त्यसलाई सकर्मक क्रिया और ट्रान्जेटिभ भर्ब भनिन्छ। इक्जाम्पल हेरौँ। आई इट राइस, मैले भात खान्छु भयो। के खान्छु भनेर प्रश्न गर्दा के जवाफ आयो, भात हो। अर्को इक्जाम्पल के छ, सी रिड्स अ बुक, के पढ्छ भनेपछि बुक पढ्छ भन्ने जवाफ आयो। यहाँनिर कर्म भन्ने के भने अब्जेक्टलाई भने आयो, कर्म अब्जेक्टलाई भन्छन्, बुझ्नुभयो। भनेपछि ट्रान्जेटिभ भर्बलाई अर्को के पनि भनिँदो रहेछ, इक्जाम्पल मतलब अलिकति डिटेलमा बुझ्न पर्दा भनेपछि कस्तो भनेपछि कुनै पनि वाक्य पुरा गर्नको लागि डाइरेक्ट अब्जेक्ट चाहिन्छ भनेपछि त्यसलाई ट्रान्जेटिभ भर्ब भन्ने। जस्तै यहाँनिर आई इट मात्रै भएको भए फेरि हजुरको त्यो सेन्टेन्स इन्ट्रान्जेटिभ हुन पुग्थ्यो। मैले खाएँ भनेपछि के खाएँ त जवाफ आएन नि, खाएँ भने जे खाए पनि भयो। यहाँनिर के छ तर डाइरेक्ट अब्जेक्ट छ, आई इट राइस, के खाएँ भन्दा के जवाफ आउँछ, भात। त्यसैले यो सेन्टेन्स चाहिँ के भयो, यो भर्ब यहाँनिर के भयो, ट्रान्जेटिभ भयो के। फेरि आई इट भए, आई इट मात्रै भएको भए, त्यही भएर कुनै पनि वाक्य यदि डाइरेक्ट पुरा हुन डाइरेक्ट अब्जेक्ट चाहिन्छ भनेपछि ट्रान्जेटिभ भर्ब, चाहिँदैन भनेपछि इन्ट्रान्जेटिभ भर्ब। अ भर्ब द्याट डजन्ट टेक एक्सन इन अ सेन्टेन्स इज कल्ड एन इन्ट्रान्जेटिभ भर्ब। यदि क्रियाले वाक्यमा कर्म लिँदैन भनेपछि त्यो के हो, अकर्मक क्रिया। जस्तै इक्जाम्पलमा सी विप्स, ऊ रोइ रे, के रोइ जवाफ आयो त, जवाफ आएन। अर्को के छ, हि वेन्ट, ऊ गयो, के गयो जवाफ आयो के आएन। जस्तै एउटा यहाँनिर मैले हजुरलाई मजाले बुझाइदिन्छु एउटा इक्जाम्पल लिएर। दे they played ball. They played ball भनिसकेपछि यो यहाँनिर ट्रान्जेटिभ भर्ब होला कि इन्ट्रान्जेटिभ भर्ब होला, यो यहाँनिर के हो हजुरको ट्रान्जेटिभ भर्ब हो। किन हो भनेपछि उनीहरू भकुण्डो
उनीहरू भकुण्डो खेले भयो नि। यहाँनिर के खेले भन्दाखेरि भकुण्डो। यहाँनिर डाइरेक्ट अब्जेक्ट काम केले गर्यो बलले। भनेपछि यो वाक्य पुरा हुनको लागि डाइरेक्ट अब्जेक्ट कर्म चाहियो नि। त्यो भएर यो चाहिँ ट्रान्जिटिभ भर्ब भएको। दे प्लेड बल। अब फेरि यही सेन्टेन्सलाई हजुरको ल अब यहाँनिर बल नराखौँ है। अब बल नराखिसकेपछि यो सेन्टेन्स दे प्लेड है, दे प्लेड। अब उनीहरू खेले भने के खेले होइन, जवाफै आएन। भनेपछि यो सेन्टेन्स पुरा भइसक्यो के। कुनै पनि सेन्टेन्स पुरा हुनको लागि डाइरेक्ट अब्जेक्ट कर्म चाहिन्न अथवा यो क्रियाले कुनै पनि कर्म लिन्न भनेपछि त्यो सेन्टेन्स के भयो इन्ट्रान्जिटिभ भर्ब। उनीहरू खेले, सकिसक्यो वाक्य। के खेले जवाफ आएन। त्यो भएर चाहिँ के भयो यो हजुरहरूको इन्ट्रान्जिटिभ भर्ब भयो। ल अब अगाडि बढौँ है। ल अब एक्जिलरी भर्ब अथवा सहायक क्रिया पनि भन्छ यसलाई। यसको परिभाषा हेरौँ है। एक्जिलरी भर्ब अल्सो नोन एज हेल्पिङ भर्ब आर इसेन्शियल कम्पोनेन्ट्स अफ इङ्ग्लिस ग्रामर द्याट असिस्ट द मेन भर्ब इन अ सेन्टेन्स टु कन्भे एडिसनल मिनिङ। भनेपछि के हो, एक्जिलरी भर्बलाई सहायक क्रिया पनि भनिँदो रहेछ। र यो एउटा इङ्ग्लिस ग्रामरको के हो त, अङ्ग्रेजी व्याकरणको एउटा महत्त्वपूर्ण के हो कम्पोनेन्ट तत्त्व हो, जसले के गर्छ अरे मेन मुख्य क्रियालाई के गर्छ वाक्यमा अझ एउटा थप मिनिङ दिनको लागि के गर्छ सहयोग पुर्याउँछ भन्छ हो। अब दे हेल्प टु इन्डिकेट टेन्स, मुड, भोइस एन्ड देयरबाई प्रोभाइडिङ क्ल्यारिटी एन्ड कन्टेक्स्ट टु द एक्सन बिङ डिस्क्राइब। देयर आर टोटल 24 हेल्पिङ भर्ब्स इन इङ्ग्लिस ग्रामर। भनेपछि यसले अझ के जनाउँदो रहेछ अरे हेल्पिङ भर्बले वाच्य, भोइस भनेको हजुरको वाच्य भयो, अवस्था अथवा काल, वाक्य कुन कालमा भइरहेको छ भन्ने कुरा यिनी हेल्पिङ भर्बले नै जनाउँछ के। जस्तै नर्मल्ली हजुरको मैले एउटा सेन्टेन्स आई इट राइस लेखेँ हो। आई इट राइस यो सेन्टेन्स के भयो सिम्पल प्रेजेन्ट हो। यो आई इट राइस त मैले लेखेँ, यो ट्रान्जिटिभ भर्ब भयो। तर हेल्पिङ भर्ब कति बेला आउँछ इक्जाम्पल हेरौँ है। इक्जाम्पल हेल्पिङ भर्ब कति बेला आउँछ हेर्नुहोस्। अब आई एम इटिङ भनेपछि यो काल हो। यसले टेन्स जनाइकन आई एम इटिङ राइस, मैले भात खाँदैछु। यहाँ यो सेन्टेन्समा के भनेको छ त, दे हेल्प टु इन्डिकेट टेन्स, मुड, भोइस एन्ड देयरबाई प्रोभाइडिङ क्ल्यारिटी एन्ड कन्टेक्स्ट टु द एक्सन बिङ डिस्क्राइब। कार्य कुन कालमा छ, आई एम इटिङ भनेपछि के भयो खाँदैछु, हुँदै गरिरहेको छु यो कार्य, मैले भात खाइरहेको छु तर सकिया छैन भन्ने कुरा जनाइरहेको यसले। यसरी हुन्छ कि हेल्पिङ भर्ब र मेन भर्बको फरक। बुझ्नुभयो नि? ठिक छ, अझ अगाडि बढौँ। अब टाइप्स अफ हेल्पिङ भर्बको टाइप्स के छन् त, प्रकारहरू। हेल्पिङ भर्ब्स आर मेनली categorized into two parts. Number 1 छ प्रिन्सिपल एक्जिलरी हो। अब के छन् त प्रिन्सिपल एक्जिलरी, बी का रूपहरू के छन् इज, आर, एम, वाज, वेयर, डु का रूपहरू डज, डिड, अनि ह्याभ का रूपहरू हेज, ह्याड। र दोस्रो के छ यहाँनिर 1 भएछ, सरी त्यसको लागि 2 मोडल एक्जिलरिज। मोडल हेल्पिङ भर्ब सुन्नुभयो होला हजुरले, क्यान, कुड, मे, माइट, स्याड, सुड होइन, विल, वुड। ल ठिक छ, ल बुझ्नुभयो भन्ने आशा लिएको छु। र हजुरहरूको टास्क के हो भनेपछि द बल फेल अफ द रूफ। यो सेन्टेन्स ट्रान्जिटिभ भर्ब हो कि इन्ट्रान्जिटिभ भर्ब हो पत्ता लगाउनु पर्यो हजुरहरूले। कमेन्ट डाउन गर्नुहोस् के हो, किन हो पनि गर्नुहोस् है। एक्सप्लेनेसन लेख्नुहोस् कतिको बुझ्नु भएछ हजुरहरूले।